अब संविधानले उहाँहरु रक्षा गरेको छ, समात्नु पनि नमिल्ने हैन, संविधान फालौँ भने फेरि राष्ट्र तपाईको इन्डियाले क्याप्चर गर्ला कि भन्ने डर छ रे। अब कस्तो दोधारमा छु के म हजुर। अब यो सबै भइरहेको म त्यो राजनीति नबुझ्नेको मान्छेहरुलाई चाहिँ एकदमै समाजलाई चाहिँ एकदम गाह्रो पर्ने रहेछ के। अब मानौ अहिलेको च्यालेन्जहरु थुप्रो छ अहिलेको सरकारलाई। भोलि गएर यो सरकार यदि जेन्जी पुस्ताले बनाएको जुन परिवर्तन बलिदानी यदि यो सफल भएन भने पुरा देशका युवा मात्रै होइन हरेक नागरिक धिक्कार नै छ। हो मलाई फेरि त्यो चाहिँ धिक्कार नै फेरि मलाई छ के। अब सबैले सोच्छ अब जस भयो भने तपाईलाई जस भयो भने सबलाई अब जस भन्छ म मात्रै हो फेरि यसमा चाहिँ। किनभने त्यो किसिमको भइरहेछ नि त। रिपोर्टर्स क्लबमा तपाईँ माथि आक्रमण हुन्छ। तपाईले अस्ति भर्खरै लाइभ पनि गर्नुभएको थियो कि म असुरक्षित महसुस गर्दैछु। अनि सरकारले पनि फोटोहरू सबै जेन्जी आन्दोलनमा को आगजनी गरे को तोडफोड गरे सबैको फोटो छानी कारबाहीको दायरामा ल्याइरहेको छ भने अब यो सरकारले हामी त बचाउँदैमा बिजी छौँ कि। हाम्रो भाइ बहिनीहरू होइन समातेको छ। अब त्यो सिडिओ सबै पुरानै रहेछ। अब मेयर पनि सबै पुरानै अनि यिनीहरू सबैजना मिलेर हाम्रो त्यो जेन्जी भाइ बहिनीहरूलाई समात्दै बसिरहेको रहेछ। जेन्जी भाइ बहिनीहरूमा त एक किसिमको त्रासको वातावरण छ नि त।